आसन ग्रहणलाई थाती राख्दै म कार्यक्रमलाई आजको सभाध्यक्षज्यूको अनुमति लिएर फेरि पुनः अगाडि बढाउन चाहन्छु। अब हाम्रो स्वागत वक्तव्यको कार्यक्रम रहेको छ। सम्पूर्ण प्रमुख अतिथि विशिष्ट अतिथि विशेष अतिथि आजको यस क्याम्पफायर कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अध्यक्षज्यू साथै हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउने आजको यस कार्यक्रमका प्रमुख अतिथि नेपाली स्काउट शिव सतासीका स्काउट संरक्षक एवं नगरपिता मेहराङ थोप्राज्यू, विशिष्ट अतिथि एवं नगर स्काउट प्रमुख तथा शिव सतासी नगरपालिका उपप्रमुख नरमाया कार्कीज्यू, शिव सतासी नगर प्रमुख प्रशासकीय अधिकृतज्यू, विभिन्न वडाका वडाध्यक्षज्यू तथा सदस्यज्यूहरू, यसरी नै विभिन्न पदीय हैसियतमा रहनुहुने इतिहासमा रहनुभएका आदरणीय अतिथिगण, सुरक्षा निकायका प्रमुखज्यू, कोशी प्रदेश विधि आयुक्त समर्पण भट्टीबाट सम्बन्धी कार्य तालिम र साइबर क्राइम तथा लागु पूर्व समिति सम्बन्धीका नगर स्तरीय कार्यक्रमहरू विभिन्न विद्यालयमा गरिसकेका छौँ र नगर समितिकै कार्यक्रम अनुरूप आज हामी यस विद्यालयमा 2 रात 3 दिने सामूहिक क्याम्प सञ्चालन गरिरहेका छौँ र अझै यो कार्यक्रम सञ्चालन भइरहँदा हामी यो क्याम्प फायर कार्यक्रम शिवरात्रि कार्यक्रममा सरिक भइरहेका छौँ। यो शिवरात्रि कार्यक्रम त्यो माथिबाट आएको औपचारिक रूपमा हामीले यस तालिम अथवा यस क्याम्पको नेपाली स्काउटको चलन पद्धति संस्कृतिमा रहेका हुन्छन्। त्यस्ता कुराहरूलाई पनि हामी यो तालिमको दौरानमा हामीमा उत्पन्न भएका विभिन्न प्रकारका कुविचार लगायत विभिन्न कुराहरूलाई हामी यही दहन गरेर यहाँबाट बिदा हुनेछौँ र भोलि बिहान हामी सर्वधर्म सभा गर्नेछौँ। सर्वधर्म सभा भनेको हामीहरू एउटा नेपाली स्काउट धर्मनिरपेक्ष संस्था हो। त्यो सबै धर्महरूलाई हामीले हटाउनु पर्ने हुन्छ, सबै धर्मलाई हामीले मान्नुपर्ने हुन्छ, सबै धर्मको हामीले पूजा गर्नुपर्ने हुन्छ, सबै धर्मका मूल मन्त्रहरूलाई हामीले स्काउट प्रशिक्षक रूप सुन्दर सरलाई यहाँ सम्पर्क गरी मलाई
यहाँ दर्ता हुन आएका सम्पूर्ण प्रतिभाहरू उपलब्ध गराइदिनु हार्दिक अनुरोध गर्दछु र प्रतिभा साथसाथै हाम्रा शुभकामना मन्तव्य कार्यक्रमलाई पनि हामी एकसाथ अगाडि बढाउनेछौँ र पहिलो स्वागत नाच रहेको छ यस भानु स्काउट टुर। यस कार्यक्रम स्थल रहेको भानु स्काउट टुरका विद्यार्थी भाइ बहिनीहरूको र स्वागत नृत्यको लागि म यस प्राङ्गणमा उहाँलाई नृत्याउन चाहन्छु र गीत उनका मन्तव्यलाई पनि एकसाथ गराउनेछौँ। शुभकामना मन्तव्य कला संस्कृति आफ्ना प्रतिभाहरू हामीले यहाँ प्रस्तुत गर्नेछौँ। भानु तकनिकी विद्यालयका विद्यार्थी स्वागतमा साथीहरू यहाँ को कलाकारहरू हुनुहुन्छ। आजको कार्यक्रमको हाम्रो अन्तिम नृत्य रहेको